सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो इट्स मी सन्ध्या बस्याल। सो गाइज आज चाहिँ हामीहरू माइकेको भलुन्टियर्स टिमहरू चाहिँ आज पिकनिक जाँदैछौँ। आजको पिकनिक चाहिँ हाम्रो यो रामदी हुँदै चाहिँ असेरदीको ग्राउन्डसम्म छ। आज हामी चाहिँ लगभग 100 जना जति चाहिँ पिकनिकमा सहभागी हुँदैछौँ। यो चाहिँ हाम्रो बस हो। अहिले चाहिँ हामी बाटोमा बसिरहेका छौँ। एकछिनमा चाहिँ हाम्रो यात्रा सुरु हुन्छ। सबैजनाले चाहिँ हेरिदिनु होला है त। यो चाहिँ हाम्रो आजको बस रहेको छ। यही बसमा चाहिँ हामी आज पिकनिक जाँदैछौँ। हामी चाहिँ पिपल डाँडा हुँदै चाहिँ हामी असेरदी क्रिकेट ग्राउन्डमा चाहिँ हामी पिकनिक खान जाँदैछौँ। Arabahini Kshetra, Randy, People Dada, पुतलीले गीत गाउँछन्। what a view! This is the view. Our beautiful Kaligandaki. यो चाहिँ हाम्रो टोली रहेको छ हेर्न सक्नुहुन्छ। This is the whole team. यहाँ चाहिँ रमाइलो भइरहेको छ है गाइज। हामीहरू यो बसबाट झरिसकेका छौँ। अहिले अब हामी हिँड्दै जाने हो। हेर्न सक्नुहुन्छ चाहिँ एउटा ग्रुप रहेको छ। उहाँ चाहिँ अर्को ग्रुप। एभ्रीवान अहिले चाहिँ हामीहरू आइसकेका छौँ। हाई भनिदिनु। हेलो। अहिले चाहिँ हामी हाम्रो स्पोर्टमा आइसकेका छौँ। पिकनिक स्पोट चाहिँ यो हो। यहाँ चाहिँ यस्तो प्रतिक्षालय टाइपको रहेछ यो। अनि यो चाहिँ फुल भ्यू रहेको छ गाइज। यहाँ चाहिँ एउटा चौपारी पनि छ हेर्न सक्नुहुन्छ। हेलो गाइजहरू, हाई। यो चाहिँ हाम्रो होल टिम। अनि हेलो, यो चाहिँ मेरो ब्यागहरू रहेछ। यो चाहिँ हाम्रो खानाहरू पाक्दैछ गाइज। हेलो गाइज।
गाइज यहाँ चाहिँ दाइहरूले चाहिँ यहाँ पियाज काटेर हुन्छ युट्युबमा आउनुहुन्छ नि यहाँ चाहिँ हाम्रो सामानहरू छ अब यहाँ पकाउने खाना पाक्दैछ यस्तो पूजा दिदीले काम गर्नु कस्तो अनुभव भइरहेको त 1 बजेसम्म खाना नखाँदा हेर्नु गाइस 1 बजिसकेको छ तर हामीले खाना अझैसम्म खाएनौँ टमाटर कटिङ चल्दैछ यहाँ त्यहाँ चाहिँ राजमा पाक्दैछ राजमा चिउरा चाहिँ हाम्रो खाजा रहेको छ यहाँ चाहिँ हामीले चटपटको लागि सामान राखेका छौँ यहाँ चाहिँ गाइस यहाँ चाहिँ गेम खेल्नको लागि नाम दिँदैछ भाइले Are you ready, guys? Guys, अहिले चाहिँ यहाँ हाडीको चल्दैछ ल सीधा सीधा बस्नु गरम बस गर्नु लक्ष्मी यहाँ चाहिँ हाडी फोर हुँदैछ गाइस सुरुमा चाहिँ यहाँ गौरवको पारी छ हाम्रो चाहिँ हाडी फोर गेम सकिसकेको छ अब चाहिँ हामी चिट्टा थुक्ने गेम खेल्दैछौँ यहाँ चाहिँ 44वटा चिट्टा रहेको छ प्रत्येकले चाहिँ एउटा एउटा चिट्टा थुक्ने अनि त्यहाँ चाहिँ जे लेखिएको छ चिट्टामा त्यो चाहिँ गर्नुपर्ने हुनेछ यहाँ चाहिँ सम्पूर्ण चाहिँ यहाँ सहभागी हुनुपर्नेछ हामीलाई कोही अब यहाँ स्कुल जाने थियो कोही कसैलाई एक्जामको तयारी थियो होला कोही कार्यमा व्यस्तता हुन्थ्यो होला ती सबैलाई थाती राखेर आज हामी केवल इन्जोय गर्न मात्रै आएको हो हामीले ड्युरिङ द सर्ट गर्नको लागि यहाँ भएका कति उपस्थित तमाम हाम्रो माइकीमा काम गर्ने साथीहरू कोही विदेश पुगिसक्नु होला कसैको संयोगले बिहा भइसकेको होला कोही अब शिक्षकको लागि कोही उच्च शिक्षा हासिल गर्न विदेश जानुभयो होला र आज हामी यहाँ भेट भएका पनि अब लगतै यी मागैमा कसैको बिहाबारी भएर कोही बाहिर जानु होला
कोही अब आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि विदेशतिर हासिल गर्नलाई कोही रोजगारको सिलसिलामा जानु होला। तर यो आजको क्षण आजको दिन यो माघ 3 गतेको दिन स्मरणीय रहनेछ र स्मरणीय बनाउनको निमित्त हामी सबैको उत्तिकै दायित्व हो। 11 नम्बरको छ पेपर उहाँलाई नै पढ्न लाग्छ। उहाँलाई चाहिँ एउटा गीतमा नृत्य गरिदिनु होला। सुष्मा बहिनीले यो दिएको चित्र राख्नु भने सन्ध्या बहिनीले नयाँ चित्र दिनु होला। ल एक प्लेट मोमोमा कति पिस आउँछ? दुईवटा संस्था छन्, एउटा अस्पताल छ, एउटा प्राकृतिक अस्पताल छ, अर्को के हो? धन्यवाद। उहाँले पनि यो प्रशासित अहिले भर्खरै सम्पन्न भएको एमपिएल क्रिकेटमा कार र बाइक जित्ने खेलाडी को हुन्छ? यो माइक्रोफोन हजुर मजाले यो पनि कृषिले सम्बन्धित छ। यो पनि मैले गर्न सक्ने छ। कुन ग्यासले फ्रिजमा रहेको पानीलाई चिसो बनाउँछ? अप्सन ए नाइट्रोजन, बी अक्सिजन र सी एमोनिया। Sudikshia. यसपछि सुनित भाइ, यदि तपाईँ यो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो भने के गर्नुहुन्छ? कसरी यो देशलाई अघि बढाउनुहुन्थ्यो? कुन कुन योजनाको तपाईँ अगाडि गर्नुहुन्छ? Sorakshia. एकदमै रोचक प्रश्न पर्यो है त। मिलिँदै नमिलिने यो 7 पटक भन्नुहोस्। रुक्नु है त। यो पानी हो है, पानी मिलिँदै नमिलिने, पानी मिलिँदै नमिलिने, पानी मिलिँदै नलिने। सुरक्षा प्र्याक्टिस गरेको हामीले हिजो सुनेको थियौँ। प्रोग्रामको संयोजक हो रमेश बसाल। Chaitanya Krishna Prabhu. यस वर्ष तयारीमा कमी भएका कुराहरूलाई हामीले अहिलेदेखि नै राम्रो गरेर अझ व्यवस्थित, अझ राम्रो, अझ दिव्य, अझ सुन्दर
अझै गत वर्षभन्दा धेरै गुणा मान्छेहरूलाई ल्याउने गरी र त्यतिखेर आउन नसक्नुभएका विशिष्ट पाहुनाहरू भारतका आज धर्मगुरुहरूदेखि लिएर धेरैलाई ल्याउनका लागि अबदेखि नै प्रयास गऱ्यौँ भने धेरै भव्य दिव्य हुनसक्छ। त्यो कार्यक्रमका लागि हामी अहिलेदेखि नै लाग्नेछौँ। रमेश दाजुलाई आजको यो सुन्दर कार्यक्रमको प्रायोजन गरेर सबैलाई निकै खुसी दिनुभएकोमा धेरै धेरै धन्यवाद। उहाँको लागि एकचोटि ताली बजाइदिउँ। र आज यता असर्जीतर्फ मालुङा तर्फबाट पनि धेरैजना विशिष्ट व्यक्तिहरू यहाँ आउनुभएको छ। सबैलाई पनि धेरै धेरै धन्यवाद। म यहीँ छु, नदीको गुरुकुलमा छु। हामीले अब कार्यक्रम सकिएर चाहिँ अब फेरि खाना खान जाँदैछौँ। खाना खाने टाइम हुँदैछ, हेर्न सक्नुहुन्छ गाइज। खानामा चाहिँ अचार रहेको छ, यहाँ खाना रहेको छ। गाइज मेरो प्लेट चाहिँ रेडी भएको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ हाम्रो खाना रहेको छ। अझ यहाँ मान्छेहरूले खाँदैछन्, हेर्न सक्नुहुन्छ यसरी। मेरो प्लेट चाहिँ यहाँ रहेको छ, खाँदैछन् मान्छेहरूले चाहिँ। हाई गरिदिनुहोस् गाइज। कस्तो छ खाना? मिठो छ अरे। ल मैले पनि खान्छु है त। यस्तो प्लेट रहेको छ। सो गाइज अहिले चाहिँ हामीले खाना खाइसकेका छौँ। अब चाहिँ हामी यहाँ नाच्नु जाँदैछौँ है त। डान्स चलिरहेको छ। सन्ध्या बस्याल सुरक्षा बस्याल सो गाइज अब चाहिँ साँझ परिसकेको छ। हामीले चाहिँ यहाँ सम्मान पनि भयो। यो चाहिँ हाम्रो मायाको चिनो। हामी चाहिँ 2082 को चाहिँ भोलिन्टियर्स थियौँ। अब अर्को वर्ष नि मायाकी हुँदैछ। त्यति बेलासम्म नि समयले साथ दिए चाहिँ हामी फेरि भोलिन्टियर्स भएर चाहिँ सेवा प्रदान गर्नेछौँ। र आजको यो पिकनिक चाहिँ अब सकिँदैछ। अब बाँकी भलक चाहिँ बसमा रमाइलो गर्न चाहिँ अब पिकनिक चाहिँ सकिएको छ। कस्तो अनुभव भएको छ? एकदम रमाइलो। हेलो गाइज, पिकनिक त सकियो नि। कस्तो अनुभव भयो? रमाइलो हुन्छ नानी। आजको पिकनिक कस्तो भयो? बाई 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 बाई। हाउ वाज योर पिकनिक? नाइस। कस्तो कस्तो रमाइलो भयो है। ओपी रमाइलो भइसक्यो। यस्तो माथिसम्म माथि बस्छ अनि बसमा चढ्नेछौँ। हालत खराब भएको छ हेर्नु गाइज। बाई बाई भेटेको छ। यहाँ चाहिँ हाम्रो बस रहेको छ। अहिले हामी बस भएको ठाउँमा आयौँ। हेर्न सक्नुहुन्छ यहाँ शिवजी भगवान हुनुहुन्छ। यो चाहिँ हाम्रो बस। अब हामी चाहिँ यो पिपल डाँडाको बाटो हुँदै घर जाँदैछौँ। दिस इज आवर बस। जाँदैछौँ। कस्तो अनुभव भयो? अब चाहिँ हामी जाँदैछौँ है गाइजहरू। ल गाइज अब चाहिँ मलाई देखेर यस्तो भ्यू रहेको छ बाहिर।
गाइस अहिले चाहिँ हामी सेरामा झरेर चाहिँ यहाँ चटपट बनाउन लाउँदैछौँ। हाम्रो सामान रहेको थियो त्यसैले चाहिँ हामीले यहाँ सेरामा चटपट बनाउन लागेका छौँ। यहाँ सबै साथीहरूले चाहिँ यहाँ आगो ताप्दैछन्। अब हाम्रो सामान आएपछि चाहिँ यहाँ रेडी हुन्छ चटपट। आज भाँडो नभएर चाहिँ हामीले बोरामा चटपट बनाउन लागेका छौँ। आज बोरा में चटपट बंदैछ। आप लोग देख सकते हैं यहाँ चाहिँ करीब 20 वटा हुन पर्ने हो खासमा 20 वटा चाउची अनि 10 वटा 12 वटा भुजा अनि 2 किलो दाल। ल मान्छेहरु चाहिँ आज चाहिँ यहाँ चटपट खाने कार्यक्रम चल्दैछ। ब्लगै पनि गयो युट्युबमा हाल है देखिए है म एउटा प्लास्टिकमा सन्देश फेर मलाई पनि देखाउ है त्यसै युट्युबमा राख्ने भयो। Hello. Keep support and like, subscribe. To Sunday. Didi. Sunday Bastian. मेन काम गर्ने मान्छे यहाँ पनि छ नै। यहाँ टमाटर काट्ने कार्यक्रम चल्दैछ। यो धनिया छ हैन काटकुट चलिरहेछ। यहाँ हाम्रो रबिन भाइ छन्, यहाँ सौगात भाइ छन्। सौगातको टिकटक आइडी के थियो कुनै एकताको? ल यहाँ चाहिँ मेन काम गर्ने मान्छेहरू यता पनि रहेका छन्। यहाँ उषा दिदी हुनुहुन्छ। हाई ल हाई। चटपट चाहिँ एकदम भव्य पारामा बन्दैछ है त। ल यस्तो राम्रो कटिङ गर्ने सबैलाई चटपट मेरी मायालाई उपहार चटपट केला कस्तो छ भाइ चटपट नबिरालो त गुवाले हाम्रो मिठो छ सबै जाउँछ हाम्रो रातमा सक्यो आयो सकिएको छ गाइस। ल हाम्रो पिकनिक भइएको छ गाइस।
हाम्रो पिकनिक अब 8 बजे चाहिँ भ्याइएको छ। ल भ्याइयो आज भयो बढी Thanks for watching. बाई